ठिकठिकै गुड मर्निङ मेरो नयाँ भिडियोमा हजुरहरु सबैलाई स्वागत छ। आउनुहोस् अहिले म असन बजार आइपुगेका छौँ। अब यहाँबाट म असन हुँदै इन्द्रचोक हुँदै हनुमान ढोकासम्म जाने छ साथीहरू। अहिले हामी असन बजार हो, असन बजार यो असन चोकको मन्दिर अन्नपूर्णको मन्दिर हो, चोकैमा छ क्या। अहिले यताबाट इन्द्रचोक जाँदैछौँ साथीहरू हामी। इन्द्रचोक अहिले यता दिउँसो अरू लुगासुगाहरूको व्यापार गर्छन्। अहिले चाहिँ तरकारी सरकारीको व्यापार हुन्छ कि अरूको व्यापार हुँदैन खास। यता अहिले मेन हुने भनेको अहिले तरकारीको सबै तरकारीको अरू व्यापार चाहिँ नहुँदैछ क्या अहिले। दिउँसोतिर साथीहरू मान्छे पाइला टेक्ने ठाउँ हुँदैन, त्यस्तो व्यापार हुन्छ। काठमाडौँको परै जसो मान्छेहरू यतै आएर सपिङ गर्छ त साथीहरू। अहिले त तरकारीको अब मनिबाट आउनेहरू यताउता बस्नेहरू सबैजना आउँछन् तरकारी यताउता। फेरि बालेन सालले अहिले केही सामानै राख्नु दिँदैन, व्यापारै गर्नु दिँदैन। सबजना कराउँदैछ। अहिले नगरपालिका आए भने सबैजना सामान लगिहाल्छ भन्दै तर आउँदैन है अहिले, किनकि बिहान तरकारीको लागि चाहिँ दिन्छ क्या व्यापार गर्न। तरकारी त खानु पऱ्यो नि सबैले खानुपर्ने चिज तरकारीको लागि चाहिँ दिन्छ। अरू लुगा फाटो नदिए पनि तरकारी चाहिँ एउटाबाट पनि तन्ने जुन मेन। अब हामी यताबाट इन्द्रचोक हुँदै जाने हो क्या साथीहरू, इन्द्रचोक हुँदै जाने। यताको मन्दिर पनि छिरौँ है साथीहरू। अहिले यो पाटनको मच्छिन्द्रनाथलाई रातो मच्छिन्द्रनाथ भन्छ, जस्तै यो सेतो मच्छिन्द्रनाथ हो क्या। यो सेतो मच्छिन्द्रनाथको मन्दिर हो। सेतो मच्छिन्द्रनाथ यो पनि वर्षै पछि रथ जात्रा गर्छ त साथीहरू। अस्ति नै यो रातो मच्छिन्द्रनाथभन्दा अलिक अगाडि गरेको थियो। अहिले यो रथ जात्रा सकेपछि रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुने पाटनतिर हो। यो चाहिँ काठमाडौँको भयो सेतो मच्छिन्द्र। चाला मुक्तै है। बजार तरकारीको त तरकारीको मार्केट लाग्दो रहेछ क्या अहिले बिहान बिहान।
बिहान तरकारी बाहेक अरू केही पनि नपाउने रहेछ, बेच्न पनि नमिल्ने रहेछ। लुगासुगा सबै उता भित्र लुकाएर व्यापार गर्दै थियो साथीहरू। अहिले उनीहरू तरकारी चाहिँ केही नपर्ने रहेछ कि नगरपालिकालाई पनि दिने रहेछ। सबैजना खानु पऱ्यो नि साथीहरू, खानु नपर्ने खोजेर नखाइकन भएन। 1 किलो 50 में अब 60,000 50 250 मन्दिर नजिक आए पनि फुल व्यापारीहरू पनि अगाडि देखिन्छ क्या। जहाँ फुल बेचे हुन्छ नि त्यहाँ मन्दिर नजिक आयो भनेर थाहा हुँदो रहेछ क्या साथीहरू। यो इन्डोर चौकमा रहेको के आकाश भैरव मन्दिर हो, आकाश भैरव मन्दिर। अहिले हामी त्यो मन्दिरतर्फ माथि जाउँ न, एकचोटि है हेरौँ आकाश भैरव मन्दिर। प्रवेशद्वार यो आकाश भैरव मन्दिरको पछाडिको हो। पछाडिमा यहाँ पनि कति राम्रो